गुड मर्निङ नमस्कार फेरि पनि स्वागत छ तपाईलाई मेरो अर्को भिडियोमा। अहिले म चाहिँ आधी बाटोसम्म स्कुटीमा जाँदैछु। फेरि पनि म चाहिँ आधी बाटोसम्म कलोकसम्म यहाँ अफिसरको बाइकमा जाँदैछु। किन भन्दा आमाहरू साह्रै ढिलो गर्यो। हाम्रो चाहिसक्यो गाडीमा। मेरो प्यारी कान्छी काकी, मेरो पापाको आफ्नै भाइ कान्छा भाइको मिसेसको काकीको घर हो यो चाहिँ। गुड मर्निङ नमस्कार फेरि पनि स्वागत छ तपाईलाई मेरो अर्को भिडियोमा। अहिले भने चाहिँ म रेडी भएर एकछिन अफिस जाँदै गरेको। त्यसको बादमा चाहिँ म मार्ताम जानेवाला छु। मार्ताम गइसक्यौँ यता। किन भन्दाखेरि हाम्रो काकीको आमा चाहिँ अस्तिदेखि नै बिमार हुनुहुन्थ्यो मेरो कोमा। हेर्नु जानु पाएकै थिएन र आज चाहिँ प्लान भएको छ जाने भनेर। र एकछिन अलिक अफिसमा चाहिँ अलिक काम छ र चाहिँ जाँदैछु। अलिक साइनहरू छोडिराख्नु पर्ने छ, न त दुःख हुन्छ होला जो जति पनि अफिस आउनुहुन्छ त्यही भनेर र जाँदैछु। तपाईँलाई देखाउने छु है आज के हुनेछ भनेर। अनि जतिजनाले मेरो भिडियो मन पराइदिनु हुँदैछ एकदमै धन्यवाद भन्न चाहन्छु। यसरी नै मलाई माया सपोर्ट गर्दै गर्नुहोस् होला। म्याडमहरू चाहिँ यहाँनिर आइसक्नु भएको छ धम्माधम्मी दुईजना। तर म जान्दिनँ, मेरो बर्मेक जाने काम पर्यो। प्रेसिडेन्ट सर हाम्रो म्याडम हाम्रो मित्रगणहरूसँग जाँदैछ अफिस। दाउ सर गुड मर्निङ। सदम सर गुड मर्निङ। पिची तपाईँलाई भर्खर भन्दै थिएँ मैले दाउ सरलाई मेरो व्यथा सुनाउँदै थिएँ। अघि आउनु भएछ नि। र एकदम एन्जिलिया फुल चाहिँ ढक्कमक्क फुलिरहेको छन्। बाटोभरि छ हाम्रो अफिस। पस्दिनँ म पस्दिनँ, म यतिमा ठिक छु। यहाँबाट छ डबल। आमा यो हो नि त फुल भनेको चाहिँ है। फुल भनेको चाहिँ यो हो नि त। तर के गर्नु, यहाँ त हराइहाल्छ, चोरिदिइहाल्छ। चोर्ने बानी हाम्रो एकदम यहाँ अफिसर सरहरू उहाँहरू एकदम रेगुलर भइसक्नु भएको सरहरू, रेस्पेक्टेड सरहरू हुनुहुन्छ। र म चाहिँ निक्लेको एक दुईवटा काम सकेर अफिसबाट 12 बज्न आँटिसक्यो। आजसम्म यहीँ छ, कहिले पुगेर आउनु पर्ने हो। म चाहिँ आधी बाटोसम्म स्कुटीमा जाँदैछु। आमाहरू आएन, त्यही भएर चाहिँ म चाहिँ विशिका म्याडमको यहाँ घरमा आएको। एउटा चेक चाहिँ हाम्रो म्याडमलाई, बर्मेकको म्याडमलाई लगिदिनु छ। र यहाँ फुल चाहिँ दामी रोप्नु भएको रहेछ म्याडमले साह्रो मनपर्छ फुल कलेक्ट गर्नु। उहाँको यो सबै प्लान्ट्सहरू, इन्डोर प्लान्ट्सहरू पुरा रहेछ। यहाँ पनि छ। म चाहिँ चेक निकालेर पनि यहाँनिर आमाहरूलाई पर्खिरहेको छु। यहाँ चाहिँ दामी छ जग्गा, सागादोर्जी हाम्रो। फेरि पनि म चाहिँ आधी बाटोसम्म कलोकसम्म यहाँ अफिसरको बाइकमा जाँदैछु। किन भन्दा आमाहरू साह्रै ढिलो गर्यो। विनोद दाजुको हामी चाहिँ अब बर्मेक आइपुग्यो भन्दा भयो। अफिसरले दुःख पायो मैले गर्दाखेरि यहाँसम्म छोडिदिन आउनुभयो। हामी चाहिँ आइपुग्यौँ बर्मेक। अफिसर चाहिँ मलाई बर्मेकसम्म पुऱ्याएर फर्किरहनु भएको छ। आउँछ म चाहिँ आमाहरूलाई पर्खिन्छु अब। हुन्छ बाई बाई सर। हाम्रो चाहिसक्यो गाडीमा। केमा कहाँ बस्नु? म चाहिँ अगाडि पछाडि माथि छप्परमा। यो नानीहरू छ अरे 3 जना। यहाँ कुसिलीको लागि निक्लेको दोकानमा देखाउँछु। उहाँ चाहिँ मेरो काकी, क्यामेरामा आउनु मान्दैन। एप्पलहरू लैजाऊ, बनानाहरू लैजाऊ, खरबुजा लैजाऊ। हामी चाहिँ यसरी चेप्टिरहेछौँ। आमाले पनि च्याप्टा गरेर आमा चाहिँ नक्कल पारेर अगाडि बसिरहेछ। उहाँले भन्छ गाइस हामी आइपुग्यो अरे। सामानहरू चाहिँ बोक आफ्नो आफ्नो, कोही बोकिदिनेवाला छैन। हामी चाहिँ आइपुग्यो काकी कान्छीको गाउँमा। यहाँ पाहाडी चाहिँ गेजिङ। हामी त खाएर भाग्छौँ है।
हजुर चाले भाइस प्रेसिडेन्ट चाहिँ साह्रै लोभी भाइस प्रेसिडेन्टले मार्ने रहेछ त हामी चाहिँ झर्दैछौँ सिरी सिरी यिनीहरू सबै खिल्ली मात्रै गर्छ नि के काम छैन यस्तो मेरो खिल्ली उडाउँदैछ तर पनि के छैन म त पचाइहाल्छु बिचरा जिल्ला म्याडमले सबै तिर्दिएर मलाई पानी धरी खुवायो जान्दैछौँ हामी काकीको घरमा पहिला हामी चाहिँ कति बेसी आएर बसेको कोमा हेर्नु गएको पुरा बसेको थियो नि त हामी पहिला यहाँनिर बच्चापनमा आज चाहिँ कति वर्ष भयो हामी यता नआएको 10-15 पनि बेसी भयो हजुर पहिला त चेमा हामी यति बेसी आउँथ्यो पो त्यहाँ कन्टिन्यू चेमा कान्छीसँग होइन अहिले चाहिँ हामी कति वर्ष बाद मात्रै जाँदैछौँ कति भयो हिँड्नु नआउनु पाएको त्यो चाहिँ जाँदैछौँ त्यो पनि अब बिमार हुँदा मात्रै यस्तै सकेको हो न आफ्नो आफ्नो बिजी छ है चेमा के गर्दा बिजी भइहाल्छ यस्तै चल्दैछ जिन्दगी के गर्नु अब हामी जाँदैछौँ पहिला हिँड्नु न चेमा हाम्रो चेमा अगाडि छ पछाडि आमा देमा सयपत्री छ्यामाले भनेछ सयपत्री मन्त्री सयपत्री यहाँ चाहिँ बाटो अलिक अप्ठ्यारो छ बिस्तारै आउँदैछ जनाधनहरू यहाँ चाहिँ लेकको बारी पर्छ बारीहरू चाहिँ एकदमै दामी हुने गर्छ यतातिर चाहिँ बाटो चाहिँ अलिक अप्ठ्यारो परेर यहाँ बिस्तारै आउनुहुँदैछ म चाहिँ अगाडि बाठ्य हुँदै जाँदैछु यो सानोमा हामी यहाँ पुरा आएको कि मेमोरिजहरू पुरै बेसी छ हामी चाहिँ यहाँ मार्तम भन्छ यो जग्गालाई यहाँ आउँथ्यौँ हामी छुट्टीमा समर भ्याकेसनमा विन्टरमा कान्छी काकीलाई पछ्याउँदै आएर खेल्थ्यौँ म यहाँ माथि 4 बहिनी चाहिँ बिसाएर गफ हुँदैछ गाडीको विषयमा गफ हुँदैछ जसले चाहिँ गाडी कुदाउँदैन उहाँले चाहिँ गाडीको कुरा गर्नुहुँदैछ भन्नु पनि नभएको बाटो सुन्यो भने अहिले चाहिँ आजसम्म पनि बाटो चाहिँ भुलेको छुइनँ यहाँ तल छ हाम्रो काकी कान्छीको घर चेमा कान्छीको घर यहाँ चाहिँ पहिला यति बेसी आउने गर्थ्यो हामी कस्तो मजा आउँथ्यो तर अहिले त के गर्नु बिजी छ लाइफ आउनु पनि पाउँदैन उहिले कस्तो हुँदैन केटाकेटीमा त है जहाँ जाँदाखेरि पनि टेन्सनै हुन्थेन मजा गर्थ्यो इन्जोय गर्थ्यो अहिले त अलिकति निक्लिनु लागि सोच्नुपर्छ घरमा आमा पापा मात्रै छ उहाँहरूलाई हेर्नुपर्छ है ठुलो भएपछि चाहिँ जिम्मेवारी ज्यादै हुने गर्छ केटाकेटीमा हो लाइफ जिउनु पर्ने भनेको चाहिँ पुग्न आँटेको छ काकीले चाहिँ तलबाट कराउँदैछ हो गर्दै पर हामीलाई ल्याउन आउनु भएको रहेछ बाटो बेसी चढेर आइपुग्यो मेरो कान्छी प्यारी काकी बाटो भुल्यो कि भनेर सुर्ताएर आउनु भएको रहेछ यता हुन्छ आइपुग्यो हामी मार्तम यहाँ हाम्रो चेमा कान्छीको घरमा घामले परान भन्नुभयो अरे उहाँ चाहिँ यस्तो छ जग्गा चाहिँ दामी छ यहाँ पहिला हामी आएर सब्जीहरू पनि रोपिदिने गर्थ्यौँ सघाउने गर्थ्यौँ त्यो टाइमहरू चाहिँ साँच्चै नै भनेको यस्तो प्रिसियस थियो त्यो मोमेन्ट्सहरू चाहिँ अहिले चाहिँ यहाँ रोड पनि आएको रहेछ पहिला चाहिँ थिएन यो रोड भर्खर मात्रै आएको राम्रो भयो रोड आएर नमस्कारम हजुर हजुर मेरो कान्छी काकी फोटो खिच्नु हुने अरे छिट्टो आइपुगेर चाहिँ यहाँ अरूहरूलाई पर्खिरहेको छु ल जाउँ यहाँ छ बाटो चाहिँ मेरो प्यारी कान्छी काकी मेरो पापाको आफ्नै भाइ कान्छा भाइको मिसेसको काकीको घर हो यो चाहिँ यहाँ गुराँस पनि फुलेछ फुल चाहिँ पहिलादेखि नै कति बेसी रोप्नुहुन्थ्यो अझै पनि रहेछ अर्किड एन्जेलिया यति लामो पाउन लाग्यो हामी चाहिँ पाउन लागेर आइपुग्यो यहाँ
मजा देख्यो त हाम्रो गाईको गोठ उयो अम्बक थियो नि हौ यहाँ अम्बक यति बेसी खाँदै है चाहिँ हामीले ए कमा सेवन्नी ए नमस्कार के हुन्छ पर्थेन नि पानी डाइरेक्ट चियालेको पाउँथ्यो कमा हाम्रो अहिले त के भन्नु है बुढाबुढी मान्छे त यो हाम्रो बिबिसन भएको कस्तो भएको त रड निकाल्नु पर्छ होला है कमा पछि रड निकालेर मासु के पलाउँछ होला बुढेसकालको हाम्रो चाहिँ काउ हन्टमा जाँदैछ यहाँनिर गाई हेर्नुको मेन उहाँहरूलाई साह्रै मनपर्छ गाई बस्तुहरू हाम्रो अम्मा कत्रो कत्रो गाई कुन चाहिँ काली कहाँबाट लिएको हो त्यो ए कत्रो भएको रहेछ अन्त काली चेती लातल यो काली चाहिँ झिलको रहेछ यहाँ मार्तामा आइपुगेछ हामी त चिना पर्ची हो नि हामी त छर छिमेकी हो भन्ला नि अहिले हामी त छिमेकी दुःख भयो त हामी त कोमाले हेर्नु आएको त दुःख भयो त अन्त लन्च रेडी गरिदिनु भएछ हामीलाई ओ सबै यहाँनिर अर्काको फुलहरूमा आँखा लगाएर छ के यिनीहरूले चाहिँ को नाना हेलो हेलो यो फुल चाहिँ पुरा मन पर्यो मागेर लानुपर्छ होला अब फ्लावर मन पर्यो तपाईँलाई हामी चाहिँ यहाँ गफ गर्दै हाँस्दै सबै गफ गर्दै इन्जोय गर्दैछौँ यहाँ मलाई चाहिँ कराउँदैछ भिडियो नगर भन्दै यो पालालाई दिनु आला पालालाई आलु टिटी बहिनीहरू निक्लेको जाने टाइम भयो अब हाम्रो अब बिदाको टाइम आएको छ हामी चाहिँ निक्लिनु आँटेको यहाँबाट गएको हिँडेको आमाहरू हुन्छ छुन बाई बाई हुन्छ आउँदै गर्छु भेट्दै गरौँ पछि आउँछु नि मेरो बिहामा बोलाउँछु मेरो बिहामा बोलाउँछु तपाईँलाई म त बोलाउँछु नि ए अँ म मामा जाने जाति हुनुहोस् अब फेरि भेटौँ फेरि आउँछु नि हुन्छ छुन हामी गयौँ अब फर्किने बेला आयो छुट्टिने बेला आयो बहिनी तिमी कहाँ बस्ने हो यतिको काम छ नि यिनीहरूको हजुर अन्त त बिचरा हाम्रो चेमा हामीलाई छोलाउँदैछ सब्जीहरू दिएर डेमा जानु पर्यो हुन्छ ए जाउँ बोकेर जाँदैछ हामी चाहिँ यसरी कोसीले पाएर ल अब हामी चाहिँ निक्लेको मजा आयो जो भेटेर कति वर्ष बादमा भेट्यो कोमा पनि छुट्टिने टाइम पनि आयो यस्तै छ के गर्नु है आफ्नो आफ्नो घर जानै पर्छ काम हुन्छ र यस्तै थियो आजको भिडियो एन्ड गर्न गइरहेछु तपाईँलाई मेरो भिडियो मन पऱ्यो लाइक गरिदिनु होला भन्दै फेरि पनि भेटौँला बाई बाई हातभरि कोसीले बोकेर जाँदैछौँ यहाँ सबैजना हिँड्नुहुँदैछ अगाडि काकी पनि छोड्न जानुहुँदैछ बाई बाई हमारे को धम्की दे रहा है